हेलो एभ्रिवान, वेलकम ब्याक टु माई अनदर मिनी ब्लग। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला। हामी पनि एकदमै सन्चो छ। आजको मर्निङ स्टार्ट चाहिँ नानीसँग बात गरेँ, खेल्दै उसलाई धेरै माया गर्दै भएको छ। आज चाहिँ इलियासको पनि छुट्टी हो। सो हामी तिनजना यसरी नै नानीलाई खेल्दै बात गर्दै हाम्रो मर्निङ चाहिँ यसरी स्टार्ट भयो। त्यहाँपछि चाहिँ नानीको टङमा जिब्रोमा चाहिँ पुरै सेतो सेतो लागेछ दुध खाएर। अन्त मैले चाहिँ पानी मजाले बोइल गरेर कटनको लुगाले उसलाई सफा गरिदिएँ उसको टङलाई। आफ्टर द्याट एज युजल सेम रुटिन मैले उसलाई नुहाइदिएर कोइला गरम गरेर मजाले मसाज गरिदिएको, सेकिदिएको उसलाई। त्यहाँपछि ऊ पनि रिल्याक्स फिल भएर एकछिन ऊ सुत्यो हो। अनि चाहिँ हामी खाना बनाउनु आँटेको। अब आज चाहिँ दसैँ हो भनेर मेरो हस्बेन्डले पोर्क लिएर आएको थियो। अनि ऊ चाहिँ यहाँनिर दसैँको भाइब लिँदै पुरै डान्स गरिरहेको छ, गाना बजिरहेको थियो, दसैँको रमाइलो गरिरहेको थियो। यो चाहिँ म जुस बनाउँदैछु, मौसमी जुस। फ्रुट्स अस्तिको थियो, खराब हुन आँटेको थियो। अस्ति चाहिँ हामी बिमार भएर दुईजना कोल्ड भएको थियो, हामी खाएको थिएन, त्यो बिग्रिन आँटेको भनेर चाहिँ। अनि म चाहिँ अहिले जुस बनाएर यहाँ हामी दुईजना जुस खाँदैछु। अनि खाना खाइसकेर चाहिँ म चाहिँ बाहिर जानु आँटेको। बाहिर भन्दा पनि यहाँ छेउको सलोनमा आइब्रो थ्रेडिङ गर्नुको लागि। बट माई ब्याड लक, सलोन बन्द रहेछ आज हो। अन्त म चाहिँ यत्तिकै बाहिरको नजारा हेर्दै अब फर्केको घर। हुन्छ त, तपाईँलाई मेरो भिडियो कस्तो लाग्छ प्लिज कमेन्टमा भनिदिनु होला। थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई।